Good morning, darling. Chastity. Namaste. Lo, आज यो ब्लग चाहिँ के हो भने चाहिँ यो ब्लग चाहिँ मेरो छोरा चाहिँ तपाईको ट्रेनिङको लागि तल बेंगलोर जानु हुँदैछ। त्यसैको साथ म र आमु उहाँलाई तल हाम्रो घुम स्ट्यान्डमा तपाईको सिलगढी गाडी लाग्छन् त्यहाँ ड्रप गर्न गएको छु। तपाई हेर्नुस् यो ल गइहाल्छ हैन लसो अब यहाँ हाम्रो दार्जिलिङको बिहानै यहाँ हुन्छ अब सबैजना अब यहाँ सिलगढीको लागि एकदम यहाँ भेट आयो भने चाहिँ फेरि है भेटाइहाल्छ नि गाडी एकदम के हो बोसोनी गएको ओके कहाँ सिलगढी ग्रेजुएसनको छुट्टी भयो नि त ओ ल ल ल ओके 10 डेज यसकोमा अब ट्रेनिङ तल बेंगलोर जाने हो ल ल मेरो पनि निकाल्यो के हो Your son? Yeah, my son. He's a national player. Yeah. Love Tower. बिहानको झन्कट चाहिँ यस्तो हुन्छ क्या अब चट्टे सिलगढी तपाईँको जानुको लागि यहाँ आउनुपर्छ बिहान फटाफट भरिहाल्छ यहाँ हाम्रो घुम स्ट्यान्डमा अब यहाँ देख्न सक्नुहुन्छ बिहानै हाम्रो सानो सानो भाइहरू यहाँ म्याराथनको लागि आइल्यान्ड प्र्याक्टिस हो। अब यहाँ हाम्रो आज पनि बसहरू चल्दैछ सिलगढीको लागि एकदम। अब हाम्रो टाइममा त अब खालि बस माई गुडनेस यहाँ बिहान चाहिँ यहाँ अब 5:30-6 बजी चाहिँ यस्तो हुन्छ क्या एकदमै अब इनोभा गाडी गइरहेको छ अब सिलगढीतिर जानु लाग्यो होला। अझ यहाँ अब ट्रकहरू अनलोडको लागि यस्तो भन्छ नि कुक्पा भन्छ नि है आजकलको छोराले ल अल द बेस्ट ओके सेट जर्नी ल लसौ कति हो भाडा 250 ओन्ली यस्तो इमान्दारी हुन्छ हाम्रो यहाँ दार्जिलिङमा चाहिँ टक्कै दामहरू एकुरेट खालि 250 नो एक्स्ट्रा प्राइस ल ल सलाम अलैकुम है अब छट्टै अब ग्याप्स ब्लगमा आउने हो फेरि बाई बाई सिनहरू भइरहेको छ ए छिटो बाई बाई छिटो ल ल ल ल एकदम आमा छोराको यहाँ एकदम बिदाईको अन्त यहाँ हाम्रो बोस बिहानै कति बजी उठेको त 2:30 आमा यो हो नि त अब हाम्रो दार्जिलिङमा चाहिँ यस्तो हो नि त अब पानीको दुःख छ हो त्यसले गर्दा बिहानै 2:30 मा उठेर अब यो कति लिटर छ मलाई इज अ भेरी गुड लक फर यु ओके 4 8 12 16 या बिहान बिहान गुड बोय ह्याप्पी दिवाली यो हो नि त देखिरहेको छु नि पहिला कहाँ दाजु खुसी हेरिरहन्छ नि दाजु है ल ल त्यहाँ त तल खिचेको न म कहाँ खिच्छु यसरी बिहान बिहान यहाँ बिहानै 5 बजी आएर यहाँ हाम्रो एकदम यो हो नि त अब हाम्रो ह्याप्पी दिवालीको लागि यहाँ एकदम आमा फेरि ब्रदरले पनि बिहानै लाउँदैछ नि दोकान एकदम जसले चाहिँ बिहान बिहान लाउँछ नि राम्रो हुन्छ नि व्यापारले एकदम यो हो नि त हामीले पनि यस्तो दुःख उहिले गरेको 46 साल अगाडि ग्याप्सले पनि बिहानै आएर एमपी रोडमा हो या हो नि आमा यो त के तिमीहरूको यो दुःख त स्ट्यान्डर्ड हो हाम्रो टाइममा त आमामा यस्तो कहाँ थियो यस्तो पलङहरू फुटपाथमा बस्थ्यो हामी तर पनि एटलिस्ट ल गयो ल दुईजनाको व्यापार दामी होस् ल एकदम ल ग्याप्स ब्लगमा सब्सक्राइब गर है ल के गर्छ गरेको छ एकदम ओके Super Probo, Super Band, Pablo Chazo, Camrimo, Jolly Major. Assalamu alaikum.
Gujarat. Hallelujah. Ninja uçaydı tari. Ha? Ninja uçaydı tari. Ha? Ninja uçaydı. Zango. Bu खाना दिनु पर्छ अब म यहाँ दार्जिलिङको एकमात्र चौरास्तामा आइपुगिसकेको छु हजुरहरूलाई देखाउन चाहन्छु म यो चौरास्ता चाहिँ कस्तो जग्गा हो अब यहाँ आउनुहोस् त है अब यहाँ उहाँले यहाँ परिवारहरूले पनि एकदम मजाले परिवारलाई पनि यस्तो विश्वास छ कि हामीले केही गर्दैन भनेर रिल्याक्स गरेर बसिरहेको छ अब दार्जिलिङ यस्तो पिसफुल जग्गा हो अब एभ्रीबडी लभ्स दार्जिलिङ यु नो दार्जिलिङ इज नन एज द क्विन अफ हिल्स त्यसले गर्दा अब हजुरहरूलाई म आज दार्जिलिङको यो तपाईँको यहाँ बिहानै अब मान्छेहरू एकदमै हेल्दी अब एकदमै फिट अब बिहानै उठेर मर्निङ वकमा आउनुहुन्छ अब कुदिरहेको जिममा जानेहरू जिममा गइरहेको अन्त वकमा जानेहरू वकमा गइरहेको अन्त जगिङ अन्त यहाँ हाम्रो म्याराथन आइरहेको छ कुदिसक्यो यु फिनिस्ड गुड 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 थ्याङ्क यू ए सर अन्त बिहानै वक अन्त स्कुल छुट्टी भयो हाउ मेनी डेज हलिडे अब 3-4 दिन ओके यहाँ हाम्रो एलसिसको सर हुनुहुन्छ उहाँ मर्निङ वकमा है ग्याप ब्लकमा क्याप्चर भइहाल्यो सरलाई पनि अब यहाँ एकदम वार्मअप गर्नु हुँदैछ अब यहाँ अब वाह म त को एउटा डरलाग्दो एथलिट आएछ भन्दैछु नि ओलम्पियन सो हि इज अ भेरी स्ट्रिक्ट गाई सी अस्ति मात्रै भन्दै थियो आमुलाई हो यहाँ आमुले के भने तपाईँ कहिले कुद्छ भने यी यस्तो है भाइ यहाँ हाम्रो केटाहरू चाहिँ स्ट्रिङ मात्रै होइन नि फेरि सब फिल्डमा चाहिँ भयङ्कर छ नि फेरि आमा ऊ लुक एट हिज ड्रेसअप अब उहाँको स्पोर्टी लाउने तरिका दार्जिलिङ चाहिँ यस्तो जग्गा हो फ्यासन मात्र होइन अब एकदमै यहाँ केटाहरू सबै अब जमानाको खेलाडीहरू हो अब आमा अब म देख्यौ पप्पुलाई देख्यो होला नि फेरि ल पप्पु गयो हामी ओके ऊ छोरालाई भर्खर ड्रप गरिकन आएको ए ल ल आज गयो गयो त्यसको कति 11 बजी फ्लाइट होला ए ल चर्च देखाउनु गयो अरे यहाँ हाम्रो एकदम तपाईँको चाहिँ प्रोफेसनल चाहिँ के हो एकदमै फोटोग्राफीमा हो कि हजुर म नेपालबाट ओ नेपाल कहाँबाट हुनुहुन्छ हजुर अरे मेरो फेभरेट प्लेस अब फेवाताल बेकनास है त्यहाँदेखि कतिवटा ताल छ होइन आमामा त्यहाँदेखि तपाईँ चाहिँ ठिकै लेक साइडमै हो हजुर म नजिकै पर्छ ओके म त गइबस्छु नि त अन्नपूर्ण सर्किट गइबस्छु यता मुस्ताङहरू म त अब एकदमै माउन्टेनर हो अब यहाँको दार्जिलिङको एकमात्र ट्र्याकिङ मेरो चाहिँ सब विदेशबाट आउँछ क्या मेरो साथीहरू अन्त तपाईँ अन्त दार्जिलिङ कहिले आउनुभयो तपाईँ 2 दिन भयो ओ 2 दिन अन्त तपाईँ एकदमै राइट टाइममा आउनुभएको छ एकदमै मौसम एकदमै दामी छ कञ्चनजङ्घाको लुप्त उठाउनुहोस् है अब म चाहिँ दार्जिलिङको टिबेटन ग्याप्स ब्लगर अन्त यो माथि चाहिँ हाम्रो महाकाल बाबा डाँडा छ कि यहाँ जानुहोस् न यो माथि एकदमै राम्रो हिन्दू धर्म उत्तर गए पनि हुन्छ उत्तर यहाँबाट गए पनि हुन्छ अहिले म देखाइदिन्छु यहाँबाट चट्टै गरेर ब्याक साइडबाट गए पनि हुन्छ हो बट इफ यु गो फ्रम द फ्रन्ट साइड द्याट इज बेटर ओके सो फर्स्ट यु मेक अ 1 राउन्ड फ्रम देन देयर इज अ होटल विन्डोमेयर फ्रम देन यु टेक अ अपस्टेज ओके अपमा लिनुहोस् दामी छ यहाँ हाम्रो हिन्दू धर्म र बुद्ध धर्मको सँगै यो तपाईँको धर्म हुन्छ यसलाई महाकाल बाबाको हामीले खाङ्जे भन्छु डाँडा भन्छु एकदमै अन्त यहाँ तपाईँ विस गर्नुहोस् यु विल फुलफिल यर विस ओके आई हेभ टोल्ड सो मेनी माई फ्रेन्ड्सहरू है आमा यो रहेछ नि त राज चाहिँ बिहानै यो 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 हाय सर सर भाउजूलाई भेटेँ अस्ति अब तपाईँलाई म यो सेन्ट एन्ड्रुसको चर्च भाइ यो सेन्ट एन्ड्रुस चर्च चाहिँ तपाईँको नि अलमोस्ट 200 इयर्स अगो भइसक्यो कि तपाईँले उहाँ पढ्नु सक्नुहुन्छ सेन्ट एन्ड्रुस चर्च है अब बिल्ड 1843 भन्यो भने त अब 18 लिनुहोस् न हुन्छ हजुर अब यहाँ हजुरले मेरो सेकेन्ड होम मेरो नेपाल काठमाडौँ अन्त जय नेपालबाट हुनुहुँदैछ अब उहाँले 1-2वटा भिडियो लिनेहरू छ म अब हजुरलाई उहाँको भिडियोमा यो देखाउने छु बिहानै हाम्रो
सानो सानो बहिनीहरू मजाले कुद्नु हुँदैछ अब दार्जिलिङमा चाहिँ एकदमै हेल्थ फ्रिकहरू चाहिँ यस्तो हो अब यहाँ ओरिजिनलहरू यिनीहरू हो लु जोडले 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 लु कमन वाउ यस्तो हुन्छ अब हाम्रो दार्जिलिङमा चाहिँ आमा खतरा ल मुख त हजुर यहाँ अहिले दार्जिलिङको यो तपाईँको ठिक्कै यो गोर्खा रङ्गमञ्चको तपाईँको यो ठिक्कै माखल बाबा डाँडा अन्त यो पछाडि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ सेन्ट एन्ड्रुस चर्च यो सेन्ट एन्ड्रुस चर्च 18 तपाईँको लगभग 1873 मा चाहिँ बिल्ड भएको रहेछ भनेपछि त अब यो त 19th सेन्चुरी हो कि कति 19th सेन्चुरी परेन होइन तपाईँको अलमोस्ट 300 साल हुनु लागेको जस्तो छ त्यसले गर्दाखेरि अब यो एक्सक्युज मी ब्लगिङ यू आर ब्लगर नो उतना ऐसे कोई मेरा प्रोफेशन नहीं है मैं टीचर हूँ सो कहाँ से आप वेस्ट बंगाल से ओके का थोड़ा सा इंट्रो दे दीजिए आपका मैं मोमिता हूँ मैं हुगली से आ रहा हूँ मैं गवर्नमेंट टीचर हूँ और उतना पैशनेट नहीं हूँ ब्लॉगिंग करने से ऐसे थोड़ा थोड़ा खींच लेता हूँ तो आप तो इतना लकी है देखिए ना आज तो कंचनजंगा पूरा स्मेल नहीं कर थोड़ा हल्का सा स्मेल कर हो जाएगा अब मैं चलाया अब हो जाएगा नहीं आया इसलिए नहीं या सो हाउ लॉन्ग यू आर गोइंग टू स्टेइंग हियर इन दार्जिलिंग संडे में चला जाऊंगा संडे चला जाएंगे ओके संडे बोलने से आज सैटरडे है ना कल सुबह आप इससे भयंकर देखेगा दिस इज माई वर्ड टू यू सो यू जस्ट वेक अप 5 and you just check in your Google what is the sunrise tomorrow तो उसमें आप टाइम लैप्स करके आप एंजॉय कीजिए okay nice meeting you and have a beautiful time in Queen of the Hill पहाड़ की रानी में आपका स्वागत है ये जो नीचे देख रहे हैं ना आपको ये टिस्टा और रंगीत का ये जो ये आपको मालूम होगा मालूम है क्यों आप बंगाली तो बहुत घूमता है ना नहीं हम लोग पहले रहते थे मेरा हस्बैंड का काम के लिए यहाँ पर ही रहते थे ओके दार्जिलिंग में उनका इधर नौकरी था और आपका हस्बैंड क्या में था आपको कुछ डिपार्टमेंट में था नहीं मेरा हस्बैंड सॉफ्टवेयर में था ओके सो ही बिलोंग्स फ्रॉम द आईटी सेक्टर वो कोऑपरेटिव बैंक का सॉफ्टवेयर होता है ओके जी ओके ठीक है एनीवे एक तो सेल्फी लगाए हम दोनों YAPS गैप्स VLOG ब्लॉग एकदम हल्का जी गैप ब्लॉग the lady I met in the morning and she is a professional bike teacher as already she have told so nice meeting you ma'am nice to meet I can enjoy the Darjeeling weather and everyone is enjoying the lots of tourists still I'm seeing and somebody is enjoying the Darjeeling Besti Hall hello come on bhalo yes that's fine okay where are you from I am from Murshidabad district where I am from. Okay that is also our West Bengal only no yes also यो अन्जु जीसी लाई दार्जिलिङ पहाडकी रानीमा स्वागत है म चाहिँ एउटा दार्जिलिङ टिबेटन लोकल ब्लगर है त्यहाँदेखि अब हजुरले आज यो जुन चाहिँ कञ्चनजङ्घा अब हजुरले त त्यहाँ माछा पुज्रे है त्यहाँदेखि तपाईको के भन्छ माउन्ट एभरेस्ट जति पनि पिक छ पोखराबाट सबै देखिन्छ हैन तपाईको यो माथि नन्दगिरी अन्त धौलागिरी के भन्नु अरे संसारको सबै पहाड त तपाईहरुको नेपालमै छ हैन अब हामी चाहिँ लकी हो दार्जिलिङमा चाहिँ यो तपाईको कञ्चनजङ्घा चाहिँ अब हामी मजाले देख्न सक्छौं है अन्त हजुर कहिले आउनु भएको हिजो आज कति दिन बस्ने हो भोलि फर्किनुहुन्छ ओके अब हजुरसँग एउटा सेल्फी लिनु पाऊँ हुन्छ आउनु भएछ पोखरा अब नेपाल चाहिँ मेरो सेकेन्ड घर हो GYAPS VLOG ग्याप्स ब्लग अब यहाँ हाम्रो क्लिन स्टुडहरू युल ब्यानरहरू पनि आइसकेको छ वेस्टर्न मुभी एकदमै यहाँ सुटिङ हुँदैछ अब दार्जिलिङ चाहिँ जग्गा यस्तो हो क्या अब एकदमै दामी अब तपाईँले हेर्नु सक्नुहुन्छ अब यहाँ अन्त दार्जिलिङ इन्फोका हाम्रो डाइरेक्टर हिरो प्रोड्युसर लिरिस्ट म्युजिसियन स्क्रिप्टर अब राइटर सबै अल इन अल एउटा के बताउन चाहन्छु भने चाहिँ दार्जिलिङ इन्फो किन अहिले हालमा
हलिडे लियो भने उहाँ अलिकति बिसन्चो हुनुभएछ उहाँको निमा अलिकति प्रब्लम भएछ है त्यसले गर्दाखेरि अब चाँडै आउँदैछ फेरि धुवाधार ब्लगहरू होइन त्यसले गर्दा वेट he is coming the Kishore Rai the director of Darjeeling Info Darjeeling अनि नमस्ते सम्पूर्ण दर्शक महानुभावहरुमा जो ग्याप्स ब्लग हेरेर बस्नुहुने जति पनि दर्शक महानुभावहरु हुनुहुन्छ उहाँहरुलाई एकदमै उहाँले जुन चाहिँ एउटा अब काम गरिरहेको छ प्रत्येक डेली न्यूजहरु अब तपाईहरुलाई हैन दार्जिलिङको लोकल अब जति पनि देखाइरहेको छ हैन तपाईहरु विदेशमा बसेर हुन्छ कि यहाँ दार्जिलिङमा वरिपरि बसेर हुनुहुन्छ हेरिरहनु भएको छ कृपया उहाँलाई है माया गरिदिनुहोस् हैन उहाँले जति सक्दो चाहिँ उहाँले कोसिस गरिरहेको छ उहाँले दुख बिमार पनि भनेको छैन प्रत्येक दिन तपाईहरुलाई चाहिँ एउटा अपलोड गर्दै लिएर आइरहेको छ भनेदेखि इन्फोले पनि ल्याउने गर्दै गरिरहेको छ भनेदेखि आज भोलि चाहिँ अहिले गए 1.5 महिनादेखि चाहिँ इन्फो दार्जिलिङ अलिकति अस्वस्थ भएको युरिक एसिड बढेको कारणले गर्दाखेरि अहिले तपाईहरु माझ म आउन सकेको छैन त्यसको लागि चाहिँ क्षमा अवश्य चाँडै नै सम्पूर्ण मेरो हाम्रो ब्लगको फ्यामिलीहरु हैन सम्पूर्ण है जसले पनि अब एउटा मिस गरिरहनु भएको छ म अवश्य हजुरहरु माझ म चाँडै नै आउनेछु ल कृपया यस ब्लगलाई तपाईले कृपया है यसरी नै माया गरिदिनु होला ताकि आउँदो दिनहरु उहाँलाई गर्दैछ इन्स्पायर मिलोस् एउटा प्रेरणा मिलोस् भने एउटा जोश आओस् अन्त हिजो चाहिँ त्यो दीप प्रधान भन्ने रहेछ कि उले त मलाई बिटी अरे के को चाहिँ बिटी मैले चाहिँ के चाहिँ बिटी गरे किन बिटी बिटी हैन बिटी हुँदैन हामी चाहिँ दार्जिलिङमा बिटी गर्ने केटा हैन नि फेरि बिटी गर्नु पर्यो भने चाहिँ हामी हातले गर्दैन नि फेरि प्लिज डोन्ट कमेन्ट्स लाइक द्याट क्या म तपाईलाई दुई हात जोडेर भन्छु है डोन्ट से बिटी के को बिटी अनि विशेष गरी जसले पनि हेर्नुहुँदैछ है राम्रो कमेन्ट गरिदिनुहोस् किनभने हामी दार्जिलिङलाई माया गर्ने व्यक्तिहरू हो अनि दार्जिलिङको प्रत्येक हामी दिनको एउटा अपडेटहरू लिएर आइरहेको छौँ भनेदेखि तपाईँले त्यही तरिकाले तपाईँले कमेन्ट गरिदिनुहोस् किन भनेदेखि हामी कहिले पनि अब इन्फो दार्जिलिङले साथसाथै अब ग्याप्स ब्लगले कहिले पनि अब दार्जिलिङको नराम्रो है कुराहरू लिएर आएको छैन सधैँ नै हामी एउटा पोजिटिभ एउटा होइन भाइब लिएर हामी अगाडि बढिरहेछौँ कृपया सब्सक्राइब गरिदिनु होला ग्याप्स ब्लगलाई हामी चाहिँ बिटी होइन नि पोका बोकेको थाहा होला नि त्यो कुलीले नबोक्दाखेरि त्यो रिलिफ फन्डमा त्यस्तो खालको केटा आउने 33,000 को चेस्टमा लगाएर पनि नि हामी पोका बोकेर जाने केटा है नो बिटी प्लिज डोन्ट कमेन्ट लाइक द्याट आई अर्ज यु आई रिक्वेस्ट यु प्लिज बेटर यु के भन्छ डोन्ट वाच माई ब्लग प्लिज डोन्ट वाच गुड मर्निङ अन्त ह्याप्पी दिवालीको साथ हजुर कति बजी आउनुभयो होला हामी 5 बजीतिर आएको 5 बजी अब अहिले कति बज्यो 6:45 अलमोस्ट यु हेभ स्पेन्ड 1 hour and 45 minutes है अन्त हजुरको सानो इन्ट्रो मेरो नाम चाहिँ रुफस लेप्चा खामरिमो है अन्त हजुरले यहाँ ब्राम गरेको चाहिँ कति टाइम बिताउनु भइसक्यो तपाईँले सो यहाँनिर ज्यू कहिलेदेखि स्टार्ट गर्नुभयो तपाईँले यो गरेको कति साल कति महिना यहाँ के हालैमा आउनु भएको हजुर भर्खरै भर्खरै हजुर एकदम आज तपाईँले के गर्नुभयो आज जस्ट रनिङ मात्रै आज रनिङ ओके त्यो त तपाईँको स्वेटिङले भन्नुहुँदैछ कति के कुद्नु भयो आज हामी 7 किलोमिटर जस्तो कुद्यो होला वाउ 7 किलोमिटर इज मोर देन एनफ फर 1 डे ट्रेनिङ हैन अन्त फ्री ह्यान्डहरु गर्नुभयो नो अब ओके नाउ यु विल गो इन द स्टार्ट ओके क्यारी अन ओके थ्यांक यू अन्त यहाँ तपाईले देख्न सक्नुहुन्छ हेलो कुदिसक्यो एकदम गुड अब यहाँ हाम्रो मजाले बहिनी पनि मजाले कुद्नु हुँदैछ एकदम उहाँको कुदाइ एकदमै फर्स्ट क्लास एकदम आफ्नो लेमा आफ्नो रिदममा कुदिरहेछ अनि यहाँ अब यहाँ एकदम फेमस मान्छे हुनुहुन्छ हाम्रो युएस ब्यान्डका उहाँ अब म यहाँ आइसकेँ मर्निङ हेल्थ क्लब दार्जिलिङमा एकदम यहाँ सबैजना एकदम फिटनेस फ्रिकहरू म देख्दैछु एकदम अब यहाँ टुरिस्टहरू पनि मजाले इन्जोय गरिरहेको छ ल गुड मर्निङ अन्त ह्याप्पी दिवालीको साथ हजुर कति बजी आउनुभयो होला हामी 5 बजीतिर आएको 5 बजी अब अहिले कति बज्यो 6:45 अलमोस्ट यु हेभ स्पेन्ड 1 hour and 45 minutes है अन्त हजुरको सानो इन्ट्रो मेरो नाम चाहिँ रुफस लेप्चा खामरिमो है अन्त हजुरले यहाँ ब्राम गरेको चाहिँ कति टाइम बिताउनु भइसक्यो तपाईँले सो यहाँनिर ज्यू कहिलेदेखि स्टार्ट गर्नुभयो तपाईँले यो गरेको कति साल कति महिना
यहाँ के हालैमा आउनु भएको कि रिसेन्टली हजुर हजुर भर्खरै ए भर्खरै हजुर एकदम आज तपाईँले के गर्नुभयो आज जस्ट रनिङ मात्रै आज रनिङ ओके त्यो त तपाईँको स्वेटिङले भन्नुहुँदैछ कति के कुद्नु भयो आज हामी 7 किलोमिटर जस्तो कुद्यो होला वाउ 7 किलोमिटर इज मोर देन एनफ फर one day ट्रेनिङ हैन अन्त फ्री ह्यान्डहरु गर्नुभयो नो अब ओके नाउ यु विल गो एन्ड स्टार्ट ओके क्यारी अन ओके थ्यांक यू अन्त यहाँ तपाईले देख्न सक्नुहुन्छ हेलो कुदिसक्यो एकदम गुड अब यहाँ हाम्रो मजाले बहिनी पनि मजाले कुद्नु हुँदैछ एकदम उहाँको कुदाइ एकदमै फर्स्ट क्लास एकदम आफ्नो लेमा आफ्नो रिदममा कुदिरहेको छ अनि यहाँ अब यहाँ एकदम फेमस मान्छे हुनुहुन्छ हाम्रो युएस ब्यान्डका उहाँ अब गिटारिस्ट हुनुहुन्छ अब आई डोन्ट वान्ट टु डिस्टर्ब हिम सो हि इज इन फुल स्विङ एकदमै स्किपिङ गर्नुहुँदैछ अन्त यहाँ तपाईँले देख्न सक्नुहुँदैछ धेरैजना यहाँ दार्जिलिङ चाहिँ यस्तो जग्गा हो कि अब एकदमै हेल्थ फ्रिक अब यहाँ हाम्रो ल्याब्रोडोर होइन ल्याब्रोडोर है यो कति 3 साल हो कि कति हो हजुर 5 साल ओ स्टिल हि लुक्स हि अर सी हजुर हि अर सी डग हो कि बिच हो बिच यु क्यान से बिच यु क्यान से या सी फिमेल मामा उसको लुक्स चाहिँ के हो खतरा छ त आमा रटवालर चाल्छ त के यो ल्याब्रोडोरको त या नाम के हो यसको टोफो वाउ ओ माय गुडनेस ब्युटिफुल ह मेरो रटवालर थियो नि पहिला रटवालर चाहिँ अब सबसे डरलाग्दो कुकुर हो नि त यो त अब एकदम दामी फ्रेन्डली यसको चाहिँ स्निफर डग भन्छ नि यो चाहिँ एयरपोर्टतिर क्या तपाईँको यो अन्त एकदम मजाले स्विङ गर्नुभएको छ यहाँ हाम्रो बहिनीले एकदम यहाँ उहाँले चाहिँ यहाँ तपाईँको के भन्छ ठिक्कै प्लान गरिराख्नु भएको छ एकदमै दामी बहिनी हेलो तपाईँले अलिकति यो अझै डाउन गर्नुहोस् तपाईँ चेस्टलाई अलिक उठाउनुहोस् या अझै तपाईँको अझै पोस्चर मिलेको छ नि ल यस जब तपाईँलाई नि हेलो पेटमा दुख्दैन नि तपाईँलाई त्यो केही हुँदैन अलिकति अझै उठाउनुहोस् गिटार अलिक उठाउनुहोस् यस दामी अन्त यो घुँडा चाहिँ माथि हुनुपर्छ ल घुँडा तपाईँको यो फिला त्यहाँदेखि एब्डोमिन कोर एक्सर्साइज हो त्यहाँदेखि हेर्नुहोस् टाउको चाहिँ उता एकदम 90 डिग्रीमा वाउ अब तपाईँले देख्नु सक्नुहुन्छ यहाँ एकदमै यहाँ हाम्रो सानो भाइ मजाले कमन ह्याङ गरेर ट्विस्ट यर लेग ट्विस्ट गर त्यो खुट्टालाई ट्विस्ट गर ट्विस्ट भन्यो भने यसो गर न यसरी यस न पुल कम अन पुल वाउ भेरी गुड अब यहाँ हाम्रो सिस्टरले मजाले यो चाहिँ अब तपाईँले चाहिँ यो के भन्छ नदीमा यो तपाईँको के भन्छ बोर्डिङ गरेको जस्तो गर्नु पर्यो त्यो फुल स्विङ गर्नुपर्छ है ल एकदम बढिया फर्स्ट क्लास डेली आउँछ सन्डे आउँछ एकदम राम्रो भेरी गुड अन्त तपाईँले देख्न सक्नुहुन्छ यहाँ धेरै हेल्थ फ्रिकहरू भेट्नुहुन्छ दार्जिलिङमा चाहिँ किनभने चाहिँ अब दार्जिलिङ जग्गा यस्तो हो क्या अब यहाँ हाम्रो भाइहरू कुदेर रिल्याक्स भएर बसेको छ कति किलोमिटर 7 किलोमिटर कुदिसक्यो होइन भाइ तपाईँ कति किलोमिटर कुद्नु भयो 7 हो गुड एकदम त्यहाँदेखि अब एउटा चिनअप गर न भाइ एउटा चिनअप गर के हुन्छ बहुत देखाउँछु तिमीलाई चिनअप भन्ने कसरी गर्नु क्या गरिहाल केही हुँदैन वाउ ओके होल्ड योर ब्रेथ दामी कम अन पुल ओके या ल यता खिच चिनअप यसरी गर्नुहोस् यहाँ 60 वर्ष बुढोले चिनअप गरेर देखाउँछ यो चिनअप भन्ने चाहिँ के हो भने चाहिँ नि इट्स अ रियली गुड एक्सर्साइज यु डोन्ट निड टु गो टु जिम जानुपर्छ नि केही छैन बिफोर डुइङ द चिनअप फर्स्ट यु हेभ टु फ्लेक्स योर सोल्डर फर मोबालिटी यो मोबाइलिटी भन्छ कि यसलाई यसरी यो ग्रिजहरूलाई चाहिँ हल्का तपाईँको निकाल्नु पऱ्यो नि त्यहाँदेखि चट्टे यस्तो गऱ्यो यस्तो गरेर चाहिँ त्यहाँदेखि चाहिँ हुन्छ अब खेला अब फेरि ग्यासले चिनअप अब धेरै अन्तरकालको बात गरेको लौ त
बिक्टो गर्छ भनौ त अब तपाईँ हामी त अब है 50 सालदेखि हामी या म त एउटा ग्रास लेभललाई पनि म हक गर्छु माया गर्छु होइन अब आफ्नो आफ्नो स्टाइल हुन्छ नि त अब बोल्ने कसै हुन्छ जिब्रो निक्ले ए गर्ने हुन्छ कसै गर्ने हुन्छ त्यसलाई चाहिँ भन्नु भएन नि त होइन यो 5 औँली एउटा हुँदैन है यो बुढो औँली अलग्गै छ यो इन्डेक्स फिङ्गर अलग छ यो मिडल फिङ्गर अलग छ यो रिङ फिङ्गर अलग छ यो लेडी फिङ्गर अलग छ त्यसले गर्दाखेरि प्लिज राइट टु फाइट गर्ने मान्छे हो एकदमै हामी चाहिँ नि डराउँदैन नि त्यस्तो बिटी सिटी भनाउँदै कहिलेदेखि पुरानो हो नि त पुरानो मान्छे हो आई नो हिम भेरी वेल नो फियर यहाँ हाम्रो चोच अब यहाँ चोचहरू अब मामुली मान्छे होइन कलकत्तामा अब थर्काएकोहरू हो अब पुलिसको कमिसनहरू माथि भइसकेर अब अहिले रिटायर लाइफ बिताउँछु ल ओके अब बिहान किन तातिनु होइन त्यसैको साथ आमामा यहाँ अब यहाँ ग्याप्स ब्लगलाई माया गरिदिने आउनु भएको छ यहाँ आमामा आज वेदर दामी छ अब दामी निस्किन्छ आज चाहिँ किनभने एकखेप बाल हल्लाइदियो छोरी तपाईँको एउटा हल्का इन्ट्रो My name is Pooja and you've already taken my video during full party. Oh, मेरो चाहिँ यस्तो हुन्छ नि त राम्रै छ भने चाहिँ मेरो आँखाले देखिहाल्छ क्या किनभने यो आँखा नै खतरा छ क्या मलाई भगवान्ले आँखा नै दामी दिएको छ हजुर मम्मी ओके बट लुक्स लाइक सिस्टर रेगुलर आउनुहुन्छ तपाईँहरू यु केम फर हलिडे तपाईँ चाहिँ कहाँ परिणत हुनुहुन्छ ए सिलगढी के गर्नुहुन्छ वाउ म भन्छु नि दार्जिलिङमा लिटरेसी यहाँ चाहिँ इलिटरेट एकदमै कम्ती छ म्याक्सिमम लिटरेटहरू मात्रै छ एकदम अब यहाँ पिएचडी भनेको अब डक्टरेट हो होइन वाउ ग्याप्सको औरै यस्तो छ नि त अब एकदमै खतरा मात्रै भेट्छ क्या अब एकछिन अस्तिदेखि यो चाहिँ यो हुँदैछ कि आउनुहोस् न यहाँ यो यतिमा राम्रो निस्किन्छ होला किन अब सुन्दरी एउटालाई राम्ररी खिच्नु चाहिँ एउटा अब फोटोग्राफरको एकदमै कर्तव्य अन्त जो एउटा ब्लगरले पनि धेरै एकदम खेलाइँची नगरेर एकदम सिरियसली खिच्नु पऱ्यो नि त अब उहाँको रूपलाई दर्शाउनु पर्यो यो रूप भने चाहिँ भगवान्को देन हो नि त यो बनिँदैन क्या हरेक कुरो बनिन्छ तर यो रूपलाई चाहिँ सिँगार्नु सक्दैन जुन चाहिँ भगवान्ले एउटा आमाको कोखबाट दिएको हुन्छ त्यही अब तपाईँले एक्सेप्ट गर्नुपर्छ ल हाउ डु यु फिल वेन यु सी इन मिरर इन द मर्निङ एकदम फ्रेङ्कली भनेर चाहिँ यो चाहिँ हजुर या एकदम किनभने रूप भन्ने कुरो चाहिँ यु कान बाई यु कान क्रिएट यु कान मेक होइन त्यसले गर्दा यु सुड बी भेरी ह्याप्पी अन्त तपाईँले क्रेडिट दिनुपर्छ यहाँ मम्मी र बाबालाई होइन ओके लेट्स हेभ सेल्फी है एउटा फेरि कुदिसक्नु भन्छ अझै कुद्ने छ उहाँहरू अब यहाँ दार्जिलिङमा चाहिँ यस्तो छ नि त साथीको यस्तो छ रेगुलर हो नट ओन्ली 1 डे 1 विक 1 मन्थ 1 इयर एकदम निरन्तर एकदमै उहाँको अन्त यहाँ मेरो प्यारो दिदी आज्याङ चाहिँ अन्त बिहानै लौ त अब छोरीले हेर्ने भयो अमेरिकामा त्यसले गर्दा खिचेको ल महेश गए लुक एट हिज स्वाइट यो हुन्छ अब स्किन एरिया ल केही कलर पेन्टहरू केही गरेको छैन रियल हो सो दार्जिलिङ चाहिँ जग्गा नै यस्तो हो क्या खतराहरू मात्रै एकदम The Gap Vlogs is entering Chaurasta right this moment. 7K खुदिकन आएको नि How many kilometers? 7K It's chicken 7Ks Really? Gaps only run
minimum 7K, and if he wants to hit, he can hit 21K. Wow. So good morning, and सम्पूर्ण मेरो ग्याप्स ब्लगमा तपाईको के भन्छ अब उपस्थित हुने, अन्त मेरो चहित्य मलाई माया गर्ने, अन्त मेरो सन्तान यो ब्लगको ग्याप्स ब्लगको सन्तानहरूलाई स्पेशली गोर्खीहरूलाई के भन्न चाहन्छु भने चाहिँ यो तपाईको दीपावलीको अवसरमा हजुरहरूलाई लक्ष्मी पूजाको एकदमै हजुरहरूलाई यो यसरी पैसा यसरी बसाउँछ हैन लक्ष्मीले। अन्त हाम्रो जग्गामा चाहिँ एकदमै शान्ति र हजुरहरूलाई दीपावलीको शुभकामना ठक्राउँदै हजुर लौ त अन्त धनतेरसमा पनि अब तपाईहरुलाई चाहिँ सुन र चाँदीको बर्सात बर्सोस् है लौ। एकदम अब हाम्रो टिबेटनको नम्बर 1 तपाईँको शी इज द म्याराथनर। कहाँबाट हो तिमीहरू? सिंहमारी रेगुलर हुन्छ कि आज पनि कुदेको? रेगुलर हुन्छ। ओके राइडमा हजुर अस्ति राइडमा ओ यता भो पनि या ओके ओके आई सॉ यू नो। हजुर हजुर बिहान कुद्नु चाहिँ कहाँबाट इन्सपायर भयो? हामी पहिलादेखि आउँथ्यो होइन, अनि फेरि हाम्रो ग्रुप छ नि त रन राइड। ओके रन राइडमा कति जान्छ टोटल? हामी 70+ मेम्बर्स। ओ माई गुडनेस। अन्त अस्ति त तपाईँले स्कुटी कुदाउनु भयो कि? स्कुटी स्कुटी गुरुङ ड्रेसमा क्या? हजुर गुरुङ ड्रेस लगाएको थियो नि। या आई रिमेम्बर यु। तपाईँ त्यहाँ एकदमै आफ्नो टिपिकल तपाईँको छाजालो होइन, तपाईँको नाम चाहिँ के भन्नुभएको थियो? दीक्षा गुरुङ। दिक्षा गुरुङ होइन। अन्त यहाँ चाहिँ के हो? जोया खातुङ। जया खालिङ खातुङ खातुङ भन्ने चाहिँ के हो? अस्सलाम वालेकुम मुस्लिम। अन्त यसो भन्नुभयो भने त अस्सलाम वालेकुम है भन कस्तो लटाको त। आउ न हामी तिनजना फोटो खिचौँ। लेट्स ह्याभ सेल्फी है। कता हो र? ए लम्बु भएर हेलो चासुदले आमाम यो ठाङ्गामा चाहिँ के भन्छ? ओमानी प्रेमी हो। 108 माला जाप्ने होइन आमालाले एकदमै। अब यहाँ अब खालि हेल्थ फ्रिक नभएर बिहानै बुजुर्गहरू चाहिँ तपाईँको यो माला ल्याएर चाहिँ 108 जाबेर ओम मानी प्रेमी हो भन्दै यो चट्टे खाङदेङ परिसरमा। ओके सो हाउ मेनी किलोमिटर यु आर गोइङ टु रन टुडे? 5 ओके मोर देन एनफ नो। ओके इन्जॉय। ला ला ह्याप्पी दिवाली। मेरो बहिनी मजाले कुद्छ म्याराथन। आमा हि इज अल्सो अ हेल्थ फ्रिक एकदमै। फेलिक्स गुड मर्निङ। के हो फेलिक्ससँग त सबै मिलिरहेको छ त के हो? फेलिक्स कम या फेलिक्स फेलिक्स आमामा दामी पोज है यो चाहिँ। फेलिक्सलाई फेरि कहाँ भ्याउँछ फेरि? गुड मर्निङ आकांक्षा। Diwali to Akansha. Thank you, same to you. Looking great, always beautiful, but always busy. उहाँ एकदमै बिजी हुनुहुन्छ जहिले पनि, किनभने उहाँको अब तपाईँको सेड्युल नै त्यस्तो हुनुहुन्छ है। Say something, Akansha, in my blog. Hello everyone, it's very beautiful here in Darjeeling, and through his vlog I guess you can visit the place. He's a very cool person around. It's good to be, walking together early in the morning. And Jojalappa भन्दै है सम्पूर्ण मेरो ब्लग्स हेरिराख्नु भएको आई एडमायर हर। अब एकदमै शीतल अन्त के भन्छ अब एकदमै शान्त स्वभावको, अन्त सी इज अ भेरी एजुकेटेड है। अन्त म चाहिँ किन उहाँसँग
बोल्नु चाहन्छु भने चाहिँ इङ्ग्लिस सिक्नुको लागि इङ्ग्लिस इम्प्रुभ गर्नुको लागि म चाहिँ एकदम चलाक छु क्या मलाई हिजो एकजनाले चाहिँ ग्याप्स फक्स अरे क्या अब यसरी त सिक्नु पर्यो अन्त आई लभ टु अब टक विथ हर है स्पिक विथ हर अन्त धेरै कुरा म जान्छु उहाँकोसँग उहाँहरू चाहिँ एकदमै राम्रो स्कुल एलसीबाट पढ्नु भएको हो अन्त अब उहाँहरूको इङ्ग्लिस चाहिँ एकदमै सुप्रिय छ हामीले चाहिँ आवर भनेर सिकेको उहाँहरूले चाहिँ आर भनेर सिकेको एन्ड माई डटर युज टु मलाई पुरा यो गर्छ क्या खिसी गर्छ क्या किन हामीलाई त आवर भनेर सिकायो नि त टिचरहरूले हो Same. But yes, Darjeeling is beautiful. Yeah, Blue sky. as well as you. And happy Diwali, la. Happy Diwali. मजाले मनाउनुस् है ल. Sure. एकदम बस. अब यहाँ हल्का तपाईको ब्लगिङ भइसक्यो अब आजको. एकदम आज यहाँ आज यहाँ क्लोज तिम्रोसँग क्लोजिङ गर्छ. अब त्यही हो क्याप्सको अब एउटा सिग्नेचर हुन्छ अब गुड मर्निङ अन्त अर्को सिग्नेचर हुन्छ गुड नाइट शुभरात्रि जिन्जनाङ्गो शब्बखेर फेरि अर्को ब्लगमा आउनेछु हजुरलाई बिदा पाउनु